नमस्कार। सरकारले कैलाली स्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको 50 शय्याको गेटा अस्पताल अब विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन हुनेछ। नाइस टेलिभिजन सुदूरपश्चिम ब्युरो धनगढी।